लागि चाहिँ राखेको अथवा यो दरवाजाले चाहिँ नपर्दाखेरि चाहिँ तपाईँको राख्नु परेर सिटी स्क्यानिङ यो चाहिँ पहिले के यो चाहिँ तपाईँको अफिस थियो त्यहाँबाट अब्जर्भेसन रुमको लागि रेडी गर्नु अब्जर्भेसन रुमको लागि चाहिँ रेडी गर्नु तर एमआरआई त्यो भएको गर्दाखेरि चाहिँ एमआरआईले चाहिँ यो त्यही मिसिनको लागि काटेर मिसिन नछिर्ने भएर चाहिँ तपाईँको यो काम चाहिँ कहिलेदेखि सुरु भएको होला यो काम सुरु त अब यो अस्ति नै निकै अगाडि नै भइसक्यो अब यो चाहिँ हजुर अब फेरि यो कम्प्लिट भएछ मिसिनले गर्दाखेरि चाहिँ फेरि मिसिनमा यो हटाउनु भनेर चाहिँ फेरि यो फेरि उपाउनु परेको नि त यो सबै कम्प्लिट भइसक्यो फेरि यो उपाउनु परेर चाहिँ अन्त फेरि त्यो मिसिन नआउने भएर चाहिँ फेरि यो पनि काट्नु लाग्यो हजुर यो सन्डेसम्म चाहिँ कम्प्लिट गर्ने राम्रो भयो किनभने यहाँको मान्छेलाई थाहा है सबैजना हजुर त्यो अस्ति कम्प्लिट भइसक्यो कि मिसिन चाहिँ अलिक ठुलो साइजको आएर चाहिँ नपस्छ जस्तो हुन्छ यो फेरि तोड्नु पऱ्यो नि त अब यो तोड्नु यो क्लियर पनि तोड्नु पर्दैछ कि अन्त यो मोटामोटी सुरु हुन्छ है हजुर यो सन्डे भित्रसम्म चाहिँ यो मोटामोटी सक्छ आज हामी दार्जिलिङ लक्ष्य समूहको तर्फबाट विशेष लक्ष्य समूहको हाम्रो सदस्यहरूसँग म स्वयं राजेश गुरुङ लक्ष्य समूहको तर्फबाट आज उपस्थित भएको छु यहाँ र दार्जिलिङको एमआरआई मसिन केही महिनादेखि यहाँनिर आउट अफ अर्डर स्थितिमा भएकोले गर्दाखेरि हामीले यहाँनिर एमआरआई सम्बन्धमा ज्ञापन दिएका थियौँ र पहिलो हामीले ज्ञापन पत्र दिएका थियौँ भनेदेखिलाई कहिले दिएको थियौँ भनेदेखिलाई 25 फेब्रुअरीमा दिएका थियौँ है अनि त्यसपछि हामीले हेरेको थियौँ अब एमआरआई मेसिन कहिले आउँछ भन्ने सोचमा हामी दार्जिलिङ लक्ष्य समूहले सोचिरहेका थियौँ भनेदेखिलाई फेरि लगत्तै 31 मे 2025मा फेरि हामीले अर्को मेमोरेन्डम लिएर यहाँनिर हस्पिटल एसिस्टेन्ट सुप्रिन्टेन्डेन्ट कहाँ आएका थियौँ किनभने एमआरआईको जिम्मा चाहिँ डल्लै हस्पिटल एसिस्टेन्ट सुप्रिन्टेन्डेन्टलाई दिनुभएको रहेछ र आज तेस्रोचोटि फेरि हामी यहाँनिर फलोअपको कार्यक्रममा आएका थियौँ मोटामोटी हामी दार्जिलिङ लक्ष्य समूह आज आएको आजसम्म चाहिँ 3 पल्ट भयो र एमआरआईको विषयमा हामी लक्ष्य समूहको तर्फबाट दार्जिलिङको साधारण मानिसहरूलाई विशेष गरी साधारण मानिसहरूलाई जनाउनु पर्दाखेरि चाहिँ के भन्न चाहन्छौँ भने एउटा खुसीको कुरा छ आज यहाँनिर हामीलाई हस्पिटल सुप्रिन्टेन्डेन्टले हामीलाई देखाउनु भयो अब एमआरआई मेसिन पनि यहाँनिर नै स्टोर हुँदै रहेछ मोटामोटी जग्गा पनि बनिसकेको रहेछ अघि तपाईँहरूलाई हामीले देखायौँ अनि एमआरआई मेसिन चाहिँ अब लगत्तै यो हप्ता 1-1.5 हप्ताभित्र चाहिँ यहाँनिर एमआरआई मेसिन अब लगाइने रहेछ र हामी लक्ष्य समूह दार्जिलिङ लक्ष्य समूह चाहिँ किन चाहिँ यो एमआरआई मेसिन बिग्रेकोमा यति पटक यहाँ आएका थियौँ भन्ने विषयमा हामीले कुरा राख्नु पर्दाखेरि चाहिँ हेर्नुहोस् हामी साधारण मानिसहरू हौँ दार्जिलिङमा हामीले साधारण मानिसहरूको निम्ति धेरै अघिदेखि 10-15 वर्ष अघिदेखि लक्ष्य समूहले एउटा पर्दा पछाडि रहेर विभिन्न सोसियल कार्यहरू गरिरहेका छौँ भनेदेखिलाई यो एमआरआई मेसिन भत्किँदा एमआरआई मेसिन बिग्रिँदा यहाँका धेरैजना साधारण मान्छे हामी जस्तो म स्वयं पनि साधारण मान्छे हो आज म ठोक्यो भने सिलगढीमा गएर म 10-15 हजार खर्च गरेर एमआरआई गरेर आउनु सक्दिनँ म जस्तै यहाँनिर धेरै मानिसहरू दार्जिलिङमा छन् र यो एमआरआई मेसिन चाहिँ छिटोभन्दा छिटो बनिनुपर्छ भन्ने हाम्रो सोच थियो र अब बनिसकेको पनि रहेछ र अब एउटा स्टोर गर्नुको निम्ति 1-1.5 हप्ता मात्रै लागिने रहेछ र त्यसको निम्ति हामी एकदमै यहाँ हस्पिटल प्रशासन पक्षसँग आभारी छौँ यो एमआरआई मेसिन स्टोर हुँदै रहेछ र अब यो एमआरआई मेसिनको लाभ उठाउन सक्छ मानिसहरूले फेरि अब नयाँ लागिँदैछ भनेदेखिलाई अर्को एउटा एमआरआई मेसिन पनि सरकार पक्षबाट चाहिँ अप्रुभ भइसकेको रहेछ त्यो चाहिँ 2026को लास्टसम्ममा चाहिँ त्यो पनि ल्याएर 2टा एमआरआई मेसिन हुने रहेछ अब दार्जिलिङमा एउटा चाहिँ अब लगाइँदैछ भनेदेखिलाई केही महिनापछि अर्को एमआरआई मेसिन चाहिँ हाम्रो दार्जिलिङ पुरानो अस्पतालतर्फ त्यो एउटा स्टोर गर्ने रहेछ त्यो भयो भने एकदमै दार्जिलिङको साधारण मानिसहरूको निम्ति चाहिँ राम्रो हुन्छ किनभने हेर्नुहोस् पैसा रुपियाँ भएको मान्छे जहीँ कहीँ पनि केही काम गर्नु सक्छ भने दार्जिलिङमा 70% मानिस चाहिँ लोअर मिडल क्लास फ्यामिलीको छ अनि त्यसले गर्दाखेरि तल गएर खर्च गर्नु सक्दैन है धेरै कुरा हाम्रो एउटा धेरै कुरा मिल्दैन जब हामी सिलगढी पुग्छौँ धेरै कुरा मिल्दैन हाम्रो भाषा
होइन हाम्रो धेरै कुरा गरम इत्यादि कुराहरूले हामी थिसोमिसो हुन्छौँ पिल्सिन्छौँ त्यो ट्रिटमेन्टहरू चाहिँ हाम्रो दार्जिलिङमै भयो भनेदेखिलाई यो दार्जिलिङ डिस्ट्रिक्ट अस्पतालमै भयो भनेदेखिलाई चाहिँ राम्रो हुनेछ भनेर हामीको सोच छ यो सोचलाई हामीले अघि बढाउँदै हामीले विगत वर्षहरूमा पनि दार्जिलिङ एउटा अस्पताल चाहिँ सुपर स्पेसियलिस्ट अस्पताल होस् भन्ने विषयमा जिटिएहरूलाई पनि हामीले पत्रचार गरिसकेका छौँ र हस्पिटलमा अहिले धेरै कुराहरूमा एउटा सुधार पनि आइसकेको छ है साफसफाइ छ अलिकति सुधार हुँदै नै छ अस्पताल यो एउटा राम्रो हो दार्जिलिङको निम्ति पनि राम्रो हो र जसले एउटा लोकल एउटा प्रशासनले यो कुराहरू गरिरहेको छ सुधार ल्याउँदैछ उहाँहरूलाई पनि धन्यवाद दिन्छौँ र खुसीको कुरा यही छ अब एमआरआई मेसिन छिट्टै नै यहाँ स्टोर हुँदैछ र अब बिचमा अब यो ग्यापमा है मेसिन आउट अफ अर्डर हुँदाखेरि धेरैजना तल गएर एमआरआईहरू गर्नु पर्यो होला होइन साधारण मानिसहरूको पैसा खर्च्यो होला अब त्यो स्थिति हुँदैन र यही भन्न चाहन्छौँ आज त्यसैको निम्ति हामी एउटा अन्तिम फलोअपमा आएका थियौँ र अन्तिम फलोअपमा आउँदाखेरि हामीलाई आश्वासन है एउटा सकारात्मक हामीले पायौँ र अब लास्टमा एउटै कुरा भन्न चाहन्छु एमआरआई मेसिन चाहिँ अब 1-1.5 हप्तामा चाहिँ यहाँनिर स्टोर हुँदै रहेछ भन्ने हामी दार्जिलिङ लक्ष्य समूहको तर्फबाट चाहिँ प्रेस मार्फत चाहिँ दार्जिलिङमा एमआरआई कहिले बनिन्छ भनेर आशा गरिरहेका एउटा साधारण मानिसहरू समक्ष यो 2 कुरा राख्छु धन्यवाद यो आज जुन जडान गरिँदैछ एमआरआई मसिन है के यो हिलियमले चल्ने एमआरआई मसिन रहेछ अहिले चाहिँ जुन चाहिँ एउटा यो एमआरआई मेसिन ल्याउँदैछ यो हिलियम ग्यासले चल्ने हो तर अब चाहिँ हिलियम ग्यास चाहिँ नउड्ने एमआरआई मेसिन चाहिँ यहाँ चाहिँ लगाइँदै रहेछ अब चाहिँ पहिलाको जस्तो मसिन बिग्रिँदैन घरिघरि भन्ने चाहिँ हाम्रो हस्पिटल एसिस्टेन्ट सुप्रिन्टेन्डेन्टले आज हामीलाई जनाउनु भयो आज तपाईँले हस्पिटलको अधिकारीहरूलाई भेट्नुभयो है के उहाँहरूले एउटा कुनै समय सीमा तोकियो यो दिनदेखि चाहिँ यो तारिकदेखि चाहिँ यो एमआरआई मसिन जडान गरिन्छ भनेर यो अहिले जुन महिनाको 30 तारिक नभए 1-2 तारिकदेखि चाहिँ अब सुरु हुन्छ भनेर उहाँले भन्नुभयो